अब विश्वको शिक्षा एकै ठाउँमा। Dynamic Education World. Depth of Education. आदरणीय दर्शकवृन्द नमस्कार, यहाँहरूलाई स्वागत छ ड्युटीबाट प्रसारण भइरहेको कार्यक्रम मेरी आमामा। म कार्यक्रम प्रस्तुता डिजा घिम्रे उपस्थित भइसकेको छु। आज हामीसँग हुनुहुन्छ 12.5 शान्ति टोल निवासी आमा लीला देवी दाहाल। उहाँलाई स्वागत गरौँ हाम्रो कार्यक्रम मेरी आमामा। आमा नमस्कार। नमस्कार। आमा, हजुरको जन्म कहाँ र कहिले भएको हो? आसाममा हो जन्म चाहिँ, तर 4 सालमा। 4 सालमा जन्म भएको। आमा, हजुरले हजुरको बाल्यकाल कसरी बिताउनु भयो? बाल्यकाल त अब आमा सानैमा गइहालिन्, अनि दुःख भयो। बुवा मात्रै हुनुहुन्थ्यो, अनि भाइ पनि साना थिए। भाइ 1.5 वर्षको थियो, त्यस्तो दुःखले हुर्कियो। त्यसरी बस्यौँ। लुगा धुन सकिँदैन थियो, धान कुट्न सकिँदैन थियो। डोरी लाएर बल्ल बल्ल ढेकी उचालो, चामल निकाल्यो। 2 दिनमा 1 दिन चामल हुन्थ्यो। लुगा मैला हुन्थ्यो, धुने मान्छे थिएनन्। फुपू एउटी छिन्, कहिले आउँछिन् भनौँ। अनि आउनुहुन्थ्यो, अनि लुगा पकायो खरानीमा, अनि धुयो। त्यसरी गऱ्यौँ। आमा, त्यतिखेरको समय निकै गाह्रो थियो? गाह्रो थियो। धान त हुन्थ्यो नि, मुठी धान काट्नु पर्थ्यो, झापेर राख्नु पर्थ्यो, खुट्टाले मान्नु पर्थ्यो, मिल थिएन, दुःख थियो। त्यसरी गरेर खायौँ। आमा, हजुरले स्कुलमा गएर पढ्न पाउनुभयो कि भएन? किताब ल्याएको थियो, आमा खसिहाल्नु भयो। अनि बुवाले पढ्न जान्छु भन्दा तिमीहरूको भाग्यै सक्यो, के पढ्छ भन्नुभयो, बेचिदिइहाल्नु भयो। किताब पढ्न पाइएन। हजुरको दाजुभाइ दिदीबहिनी कतिजना हुनुहुन्थ्यो? 3 अहिले सानैमा एउटी मरी, पछि 3 थियौँ, एउटा भाइ, त्यति हो। अहिले को कहाँ हुनुहुन्छ? सबै आसाममा छन्, म मात्रै यहाँ छु। तपाईँलाई चाहिँ आसाम जान मन लाग्दैन? लाग्दैन, भाइहरू भेट्न मन लाग्छ, नभए के लाग्न। आमा, हजुरको विवाह चाहिँ कहिले कोसँग भएको थियो? मेरो विवाह नन्दीकेशर दाहालसँग भएको थियो। 13 वर्षको उमेरमा। उहाँ हुनुहुन्थ्यो 27-28 वर्षको। त्यो समयमा हजुरलाई थाहा थियो आज चाहिँ मेरो बिहे हुँदैछ भनेर? थाहा त थियो। तपाईँले त्योभन्दा अगाडि चाहिँ बुवालाई देख्न पाउनुभएको थियो कि थिएन? थिएन। आमा, अनि हजुर चाहिँ मैतालु कति वर्षसम्म बस्नुभयो? म त बसेँ, बेहुली 7 दिनमा ल्याएँ, त्यहाँबाट अनि बसेँ 7-8 वर्षसम्म माइतमा। त्यतिखेरको समयमा त लामो समयसम्म मैतालु बस्ने चलन थियो है? मेरो त्यस्तै भयो, अर्की लिएर हिँड्नुभयो, म ढोकै बसेँ। आमा, हजुरको छोराछोरी चाहिँ कतिजना हुनुहुन्छ? 3 छोरी, 2 भाइ छोरा। अहिले को कहाँ हुनुहुन्छ? एउटी यतै छ, चाक्ला जेठी गीता, सीता बिर्तामुट छ माइली, कान्छी धरमपुर छ कान्छी, छोरो एउटा धनकुटा के अरे हेटौँडा छ, एउटा यहीँ छ कान्छो। नाति नातिनी 10 जना भइसके। ठुली छोरीको 3 जना, माइलीको 2 जना, कान्छीको 2 जना, ठुलो छोराको 2 जना, कान्छो छोराको 2 जना। आमा, हजुरले जीवनमा गर्नुभएको सङ्घर्षको बारेमा बताइदिनु न। सङ्घर्ष त कति गरियो नि। चटपटे बेच्न पनि गइयो, चटपटे पनि बेच्यो, घरमा नि गरियो। दुःख थियो, घरमा थिएन केही, त्यसै गरेर बित्यो। अरू के गर्नु र, कोदो रोप्यो, कोदाको खोले खायो, बस्यो, गऱ्यो भने। दुःख थियो, त्यस्तै थियो। हाम्रो पालामा दुःख थियो। त्यति बेलाको समय सम्झिँदा र अहिलेको समय हेरिराख्दा चाहिँ तपाईँलाई कस्तो लाग्छ? त्यति बेला खान्छु भन्ने बेला थिएन, अहिले छ
खान सकिँदैन केही पत्दैन अहिले सुख छ पहिले दुःख थियो छोराबाले सुखैले पालेका छन् आमा तपाईँको विचारमा यो जीवन भनेको चाहिँ के रहेछ जीवन भनेको सङ्घर्ष छ के हुनु के गरेर भोग्नुपर्छ त्यही हो आमा तपाईँ चाहिँ जीवन बिताइराख्दाखेरि कुन कुन धार्मिक स्थलहरू घुम्न जान पाउनुभयो तीर्थ त म कुनैमा कसैले लगेनन् गएन तपाईँलाई कतै जान मन छ अहिले छ नि हिँड्न सक्दिनँ के गर्नु त्यति बेला हिँड्न सक्दा हुन्थ्यो कुन ठाउँ चाहिँ एकदम धेरै जान मन छ थियो नि काठमाडौँ थियो जान मन लागेको अब सकिँदैन हिँड्नै गयो त जीवन चटपटे बेचेर पनि दुःख गरियो हरेक गरियो आमा हजुरले कति सालदेखि चटपटे बेच्न थाल्नुभएको साल थियो बेचे 6-7 वर्ष बेचेँ मलाई कहाँ बेच्नुहुन्थ्यो चटपटे चाहिँ गुलाब त्यति बेला सस्तो थियो बेच्दा पनि अहिले महँगो छ आमा तपाईँले सुरु गर्दाखेरि चाहिँ तपाईँ कति रुपियाँले बेच्नुहुन्थ्यो चटपटे 2 रुपियाँ 3 रुपियाँ बेच्थ्यौँ 3 रुपियाँमा गन्जा चटपटे आउँथ्यो आमा तपाईँले चाहिँ कति रुपियाँ हुँदाखेरि चटपटे बेच्न छोड्नुभयो हामीले 3-4 मै छोड्यौँ कि 3 हो त 3 रुपियाँ 4 रुपियाँमा बेच्दै छोड्यौँ छोराहरूले अनि कान्छो छोराहरूले अब सक्दैनौँ आमा तपाईँ बस्नु हामी बेच्छौँ अब भने अनि उनीहरू सब्जी बेच्छन् अनि छोडेको हामीले आमा हजुरलाई सङ्गिनी गीत भजन केही गाउन आउँछ आउँछ थोरै सुनाइदिनुहोस् न साँझै र सन्ध्या काट्दै जोरै बत्ती जुरबत्ती झलल बाबाको सिरैमा हेर्दा जुरबत्ती झलल पिछी पनि सक्यो मटा भाटा त सङ्गिनी छ साँझै र सन्ध्या काट्छ जोरै बत्ती जुरबत्ती झलल हेर जुरबत्ती झलल बाबाको हिरैमा हेर शिरमा गुरु फरर हेर शिरमा गुरु फरर त्यति जल्न चाहिँ आमा तपाईँ यस्तो सङ्गिनीहरू भजनहरू गाउन चाहिँ कहाँ मन्दिरहरूतिर जानुहुन्थ्यो त्यहाँ सामामा खड्काको घाटो नजिकै धन्दा सन्दा सको अनि सिक्न जान्थ्यौँ साथीहरू पनि हुन्थ्यो साथीहरू जहाँ त्यतिखेरको समयको कुनै साथी अहिले पनि याद छ याद त छ नि कति मरै कति छन् थाहै छैन सबैजना उतै आसामकै हो सबै आसामकै हुन् जन्मै उहीँ ठुलो छोरो अनि ठुली छोरी बर्सीको लिएर आएको हामी यहाँ तपाईँहरू यहाँ चाहिँ कति सालमा आउनुभयो यहाँ आएको त कति साल भयो थुप्रै भयो नि त्यो भोटको त नागरीको टोली आएका थिए त्यति बेला भर्खर हामीहरू आएर 2 वर्ष झिल्लीले बस्यौँ त्यहाँबाट नेता आएका त्यता चाक्लामा आएर 3 वर्ष बस्यौँ 5 वर्ष बित्यो अनि यहाँ आएका झिल्लीलेमा सट्टा भाडा नि दियो अनि यहाँ आएका अनि चाक्लामा बस्यौँ 3-4 वर्ष झिल्लीलेमा 2 वर्ष अनि आएको आमा हजुरहरू चाहिँ आसामदेखि यो ठाउँसम्म कसरी आइपुग्नु भयो हाम्रा श्रीमानको यतै पहाड चैनपुर अनि मलाई उहाँ बिहे गरेको अनि उहाँबाट हामी आएका अनि हजुरले भन्नुभयो हजुरहरू सुरुमा चाहिँ झिलझिलेमा बस्नुहुन्थ्यो पहाड हो कि तर आसाममै गएर उहीँ बिहे गरेको हाम्रो त्यहाँबाट हामी आएका पछि झिल्लीमा देउरेहरू सबै थिए देउरानीहरू अनि उहीँबाट बिहे गरेर उहीँबाट दोडा नानी भएपछि झिल्लीमा 30 साल गीता 30 साल कि थिए अनि 2 वर्ष भएर आएका हामी यहाँ 30-31 आमा हजुरलाई हजुरको छोरा छोरी नाति नातिनालाई केही भन्नु छ केही भन्नु छैन सबैले राम्रै गरेका छन् कसलाई के भन्नु एउटा छोरो हेटौँडा पुगेको छ कान्छोसँग थियौँ हामी अनि बुवा पनि बितिहाल्नुभयो बुवा बितेको कतै 5-6 महिना त भयो त्यति नै छ हाम्रो आमा तपाईँको विचारमा जिन्दगी भनेको चाहिँ के हो जिन्दगी भनेको अब जिन्दगीमा सङ्घर्ष गर्न त्यही त हो नि के हो र
होइन। आमा हजुरलाई हामीसँग कुरा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद। आज हामीसँग कार्यक्रम मेरी आमामा अतिथिको रूपमा हुनुहुन्थ्यो 12/5 शान्तिटोल निवासी आमा लीलादेवी दाहाल। उहाँसँगको कुराकानी आजलाई यति नै। म कार्यक्रम मेरी आमाकी प्रस्तोता डिजा घिम्रे यहाँबाट बिदा लिन चाहन्छु। हस्त नमस्ते।